नमस्कार सबैजनालाई है। तपाईहरुलाई फेरि मेरो यो भिडियो हेरेर रिस उठ्छ होला हैन। तर यो ठिक भएन क्या। मैले पहिलेदेखि भने हो क्या, सुशीला कार्कीलाई पीएम बनाउन लागि ठिक हुँदैन भनेर मैले पहिलेदेखि भने हो क्या। इभन टेम्पररीको लागि भए पनि सुशीला कार्की नट एक्सेप्टेबल हो क्या। मेन जेनजी इस्टाब्लिस गर्ने भनेको मेरोज ढुङ्गाना है। ऊ अहिले कहाँ छ बिचरा? कहाँबाट आयो सुदन गुरुङ? सबै पोलिटिक्स क्या। अहिले सुदन गुरुङले फेरि अब पीएमलाई रिजाइन गर भनेर फेरि अब प्रोटेस्ट गर्दैछ अरे। के हो यो? के लुडो खेलेको यो? सर्पबाट जाने माथि, सिँढीबाट माथि चढ्ने, सर्पबाट फेरि तल झर्ने लुडो खेलेको। तपाईँलाई थाहा छ कि छैन है? सुशीला कार्कीको हस्बेन्डले 1973 तिर राजा महेन्द्रको पालामा प्लेन हाइज्याक गरे हो क्या। गिरिजा प्रसाद कोइरालाको उयसमा प्लेन हाइज्याक गरे हो क्या, इन्डियासँग मिलेर क्या। मैले पहिलेदेखि भने हो क्या, यो भएन क्या। यो सुदन गुरुङ कहाँबाट आयो एक्कासी क्या? सुदन गुरुङ ऊ बेग्लै, ऊ हामी नेपाल भन्ने बेग्लै, ऊ एनजिओको ऊ भलेन्टियर हो। मेन भनेको त मेरो ढुङ्गाना हो नि होइन। तर बिचरा अहिले ऊ अब जहाँ पनि अहिले सुदन गुरुङको नाम आइरहेको छ। कस्तो चलखेल गरिदियो, नमिठो चलखेल गरिदियो क्या। छ्या भने नि मैले, सर्पको मुखदेखि निकालेर अजिङ्गरको मुखमा हालिदियो। अब त्यही हुने हो। अब 6 महिनापछि फेरि अब इलेक्सन हुने हो। त्यही नेकपा, एमाले, काङ्ग्रेस, मोदी फेरि त्यही आउने हो। फेरि त्यही नै हुने हो। यो हावातालमा यो दुनियाँ, यो यार, यो हाम्रो राज्यको सम्पत्ति यत्रो नोक्सान भयो, यत्रो डिस्ट्रोय भयो, ड्यामेज भयो। यो अब कसले क्षतिपूर्ति गर्ने त यो? छ्या, सुदन गुरुङ यस्तो मास्टर माइन्ड हो कि है। यसले घोप्पामा पनि आएर होइन, यसले घोप्पामा पनि आएर विरोध गरेको थियो क्या हर्का साम्पाङलाई क्या। हर्का साम्पाङलाई थपक्क पिएम बनाइदिएको भए के हुन्थ्यो? हर्का साम्पाङले कति राम्रो कुराहरू गर्थ्यो होला। बालेन त आउँदै आएन। बालेन त आफ्नो स्वार्थको लागि बस्थ्यो, कन्ट्याक्टलेस भइदियो। एटलिस्ट हर्का साम्पाङ आइदिएको थियो नि त। जब युथहरूलाई लिडरको खाँचो थियो, गार्जियनको खाँचो थियो, त्यतिखेर हर्का साम्पाङ आइदिएको थियो नि त। तर सुदन गुरुङले यस्तो मिठो, यस्तो दामी गेम खेल्यो कि है। यस्तो दामी गेम खेल्यो कसम भनेको। अहिले त मिरोज ढुङ्गाना हेर त बिचरा हो। उनीहरूको एजेन्डा उनीहरूको बेग्लै छ। हस्पिटलमा जो फ्रन्टलाइनमा लड्ने, प्रोटेस्टमा लड्नेहरू, घाइते हुनेहरू, उनीहरूको एजेन्डा बेग्लै छ। अब त सुदन गुरुङ त त्यसले आफ्नै स्वार्थले आफ्नै एजेन्डा बोकेर त गयो। त्यो हो त। यो जेनजी भनेको त एउटा नेपालभरि सबै युथहरूको एउटा सङ्गठन जस्तो पो थियो त। सबैसँग उनीहरूले कुराकानी गरेर, सबैसँग बहस गरेर, सबै कुराहरू सुनेर